Hello, namaste everyone. Welcome back to my YouTube channel Jyoti's Vlog. Jyoti's Vlog मा आज हामी जाँदैछौँ हतार काम सकाएर बेलुकीको समयमा जाँदैछौँ हामी कोरियाको एकदमै प्रख्यात ठाउँ जसलाई भनिन्छ नेजाङसान राष्ट्रिय निकुञ्ज जस्तै हो। यहाँ चाहिँ अटमको लागि एकदमै फेमस ठाउँ रहेको छ। ख्याङ्गिदोदेखि सौलदेखि बुसानसम्मको मानिसहरू यहाँ अटममा घुम्न आउने गर्दछन्। यहाँ देखिरहनु भएको सबै रुखहरू म्यापल ट्री हो जुन एकदमै आकर्षक देखिन्छ। अटममा सबै रातो कलरमा चेन्ज हुन्छ, यिनीहरू अहिले चाहिँ हरियो कलर छ। अनि यो देख्न सक्नुहुनेछ साथीहरू, हाम्रो चाइनाको लिपिङ बजार जस्तो देखिने ठाउँ कोरियाको नेजाङसान पार्कनिर रहेको एउटा बजार हो जहाँ खानाहरू खानको लागि होटलहरू बनाइएको छ। यो जङ्गलको बिचमा, तल पनि जङ्गल माथि पनि जङ्गल, यो बिचमा यो होटलहरू जहाँ हामी खाना खान सक्छौँ। त्यो थोरै होटलहरू अनि त्यसपछि जङ्गलहरू सबै पार गरेर माथि आइसकेपछि एकदमै शान्त ठाउँमा यो देख्न सक्नुहुनेछ गुम्बा। यहाँ नेपालमा जस्तै कोरियामा पनि बौद्ध धर्मावलम्बी मान्ने व्यक्तिहरू धेरैजना हुनुहुँदो रहेछ। त्यही भएर यहाँ बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको अवसर पारेर यसरी सबै गुम्बाहरू सजाउनु भएको रहेछ। भोलि चाहिँ कोरियाको बुद्ध जयन्ती हो, त्यसैले बुद्ध जयन्तीको अवसरमा यसरी घुम्ने काम भइरहेको छ। यो चाहिँ एकदम शान्त, एकदम ध्यान गर्ने ठाउँ। अनि यो चाहिँ नेजाङसानको गुम्बा भएको ठाउँ। जाडो भइसक्यो, अँध्यारो बेलुकी पख। शान्त वातावरणमा पहाडीको फेदमा रहेको गुम्बामा हामी छौँ अहिले। मान्छेहरू आउने जाने क्रम। We are in now नेजाङसान पार्क। यो चाहिँ हामी चाहिँ आज छङ्गुको एकदम प्रख्यात जङ्गल नेजाङसान पार्कमा छौँ। यो चाहिँ भोलि पर्सि पुगेपछि एकदमै रातो न रातो कलरमा पर यता देख्नुहुन्छ यो कलरमा हुन्छ। यो रातो कलर देख्नुभएको छ नि पछाडि, त्योभन्दा नि रातो कलरमा हुन्छ। अहिले चाहिँ यस्तो छ। So we are now exploring in नेजाङसान पार्क। कति शान्त आनन्द। Wow, it's really heaven.
गाडी चाहिँ यहाँ बसिरहेछ एक्लै जङ्गलको बीचमा। अब भने हामी गुम्बाबाट दर्शन गरेर बाहिर निस्किसकेपछि जाँदैछौँ। तल पनि केही छ फोटो खिच्ने ठाउँहरू, अलिकति राम्रो नेजाङसानको प्रख्यात ठाउँ। हामी अब त्यतातर्फ जाँदैछौँ। अब चाहिँ टाटा नेजाङसान। हामी चाहिँ अब तल पार्कतिर घुम्छौँ एकैछिन, त्यसपछि फर्किन्छौँ। अब अहिले रात भइसक्यो, हामी नत्र चढ्नुहुन्थ्यो। यहाँ चाहिँ नेजाङसानको केबल कार चढ्ने ठाउँ हो। यहाँबाट चाहिँ सरररररर हावा जस्तै त्यहाँ डाँडामा पुगेर अनि अब नेक्स्ट टाइम आउला नि। बन्जी मजा आउँछ नि त्यो त, त्योभन्दा त प्याराग्लाइडिङ मजा आउँछ। उता के अरे पर्वत त्यहाँ माथि पुग्ने हो। यो चाहिँ केबल कार हो। यहाँबाट चाहिँ सरर जहाँ अब एक लाइन त रहेछ हाम्रो मनोकामना, योभन्दा कति टाढा पुग्छ खोइ। यो चाहिँ केबल कार है। इच्छुक साथीहरूले यहाँ आएर केबल कार चढ्न सक्नुहुनेछ। यो चाहिँ हो जङ्गल नेजाङसानको यो राष्ट्रिय पार्कमा पर्छ। राष्ट्रिय नेसनल पार्क हो यो चाहिँ। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ रुटहरू यस्तो किसिमको छ। यो चाहिँ एकदमै फेमस। यहाँ चाहिँ एकदम राम्रो फोटो आउँछ भोलि पर्सि। अहिले चाहिँ यस्तो हरियो कलर छ, भोलि पर्सि कलरै चेन्ज भएर रियल्ली ब्युटिफुल प्लेस। एकदमै शान्त मेडिटेसन ध्यान गर्नको लागि चाहिँ एकदमै आनन्द आउने ठाउँ हो यो चाहिँ। सो देख्न सक्नुहुनेछ पछाडिको दृश्य यति राम्रो छ। नआउनु आइसकेपछि अब यसो टिकटकहरू पनि बनाउनु पर्यो होइन, नक्कल पारेर यसो स्लो मोसन गरेर हिँड्नु पर्यो यसरी। यो नेजाङसानको घुमाएपछि अब घर पनि फर्किनु पर्ने हुन्छ। रात परिसकेको छ। सो अँध्यारो हुनुभन्दा अगाडि घर जानुपर्ने हुन्छ। त्यसैले अब हामी चाहिँ जाँदैछौँ यो जङ्गलबाट। माथि हो नि धेरै टाढा अलिकति खुल्ला है। अब ल यतिको अँध्यारै भएको छैन होइन। माथि चाहिँ पुरा रुखले गर्दाखेरि यति अँध्यारो। त्यो के पो रुख रे भाइ? त्यसको नाम के रे? म्यापल भन्ने रुखले क्या। नेपालमा चाहिँ कति युमेङ हाल्दो रहेछ। सानो बोटहरू किनेर रोप्दो रहेछ यहाँ हेर्नु त। जङ्गल म्यापलको बाफ्रे थानफुङ भन्छ त्यसले चाहिँ। थानफुङ भोलिपछि फुल्ने बेलालाई चाहिँ के त त्यो होइन यहीँबाट आएको। 전방에 급 커브 구간입니다. कन्स्ट्रक्सनै हुन्छ। अस्ति नै यस्तै थियो यहाँ आउँदाखेरि, अहिले पनि त्यस्तै छ। क्याम्पिङ जाँगरे यहाँ चाहिँ क्याम्पिङ गर्ने ठाउँ। हामी पहिला आएको थियो यहाँ। रुबिन दाई, सायरा भाउजू, जेनी भाउजू हामी आएर भ्लग बनाएको थियो। त्यही ठाउँमा आइराखेको छु फेरि पनि। अनि हामी चटपटे खाएको थियो। सायराले चटपटे पानीपुरी के लिएर आएको थियो। अनि हामीले यहाँ आएर खाएको थियो। एकदम मिस गरिराखेको छु तपाईँहरूलाई पनि। यहाँनिरबाट हामी यस्तो यहाँ फोटो खिचेको थियो नि। त्यहाँनिर फोटो खिचेर अनि त्यहाँ बसेर खाटनिर बसेर चटपटेहरू खाएको थियो।
ओके साथीहरू, हामी आउँदाखेरि चाहिँ यसरी झमक्कै रात परिसकेको थियो छङ्गु पाइपुग्दाखेरि। अनि हामी यहाँबाट खानासाना खाएर घरतिर आयौँ। ओके साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो नेजाङसान? एकचोटि घुम्नु आउनुहोस् है त, छल्लाबोक्दो छल्लानाम्दो आसपास हुने साथीहरू। ओके, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।